Hello, namaste everyone. Welcome back to my channel. But before that, ओए मा टुक्ने कति ढ्याङढ्याङ गरेर आने दिनभरि ढ्याङढ्याङ गरेर राख्छ यार भिडियो नि बनाउनु दिँदैन मा धेरै टाइमपछि एउटा भिडियो यस्तो भ्लग बनाउँदैछु फेरि होइन होइन यो देशमा भइरहेछ चाहिँ के अम्मा कसम यार दिमाग खराब भइसक्यो मेरो लाइक हुन्छ नि म चाहिँ टक्क परेर टिकटक स्क्रोल गर्दै थिएँ एन्ड देयर वर सो मेनी थिङ्स ह्यापनिङ इन नेपाल राइट नाउ होइन यो गाडीले नि के गर्यो हो थाहा छैन मलाई बिचमा आएर अनि गर्न खोजेको चाहिँ के हो के लाइक आन्दोलन बनेछ तोडफोड हानेछ घरहरू डिस्ट्रोय हानेछ आगो लगाइदिएछ यार के मात्र भएको छैन कि लिटरली यार टिकटक हेऱ्यो भने तिमी इन्स्टाग्राम फेसबुक जेसुकै हेर युट्युबमा धरि होइन लाइक देयर आर सो मेनी थिङ्स लाइक सबै नेगेटिभिटी मात्र छ कि अहिले त्यो नेगेटिभिटी क्लियर गर्नै नसकेको भएर होइन मैले चाहिँ टक्क परेर सोसियल मिडिया अहिले अफै हान्ने होइन सिधै ड्याममै अफ हानेको छु हेर्नै सकिएन कि गाइज त्यही भएर चाहिँ म चाहिँ होइन निस्किदिएको बाइकमा होइन टक्क बाइक लिएर अब यसो भ्लग पनि बनाऊँ यस्तो कुरा पनि गरौँ भनेर होइन एउटा कुरा बुझ्नै सकेको छैन कि गाइज होइन गर्न खोजिरहेको चाहिँ के लाइक हुन्छ नि सबै मिलेर गर्नु मिल्दैन भने किन जुझ्नै पर्ने यार त्यहाँ जुझ्नै पर्छ जे कुरामा पनि लाइक पुरै फ्रस्ट्रेट भइसक्यो क्या यार सबैजना फ्रस्ट्रेटेडै छ कि अहिले लाइक हुन्छ नि कहिले के गरेछ होइन अब हिजो एउटा भिडियो हेरेको थियो योवाला होइन यो भिडियो के होइन पुरा मान्छेहरू यति सिरियस छैन कि यो भिडियोमा पनि होइन लाइक अब यस्तो भिडियो बनाइरहेको छ होइन पुरा जिटिए बनाइदिइरहेको छ कि दुर्गा प्रसाद इज प्लेइङ जिटिए इन रियल लाइफ भन्दै कि होइन लाइक कम अन म्यान दिस इज अ सिरियस सिचुएसन यार पुरा सिभिल वार हुन लागिरहेको छ नेपालमा थाहा छ कि थाहा छैन यार एउटा अर्को भिडियो देखेको थियो जुनमा चाहिँ लिटरली होइन पुरै गन पनि देखेको छ कि मैले त्यो भिडियोमा होइन अनि यो चाहिँ लाइक वेयर्ड थियो कि लाइक एकदम वेयर्ड थियो होइन यो भिडियोमा चाहिँ के भएको थियो भने लाइक तलपट्टि क्याप्सन दियो कि लाइक हुन्छ नि अनि यो भिडियो चाहिँ लाइक यो भिडियो हेर्दाखेरि चाहिँ मैले एउटा क्याप्सन रिड गरेको थिएँ तल होइन के भनेर लेखिरहेको थियो भने सिभिल ड्रेसमा पुलिसको हरकत भनेर लेखिरहेको थियो कि लाइक अनदर नेगेटिभ थिङ होइन अनि यति धेरै नेगेटिभिटी छ नेपालमा अहिले होइन लाइक सोसल मिडियाले फक्टअप गरिसक्यो हामीलाई अलरेडी अनि त्यही माथि यो अनदर थिङ आन्दोलन होइन अब यो त जस्ट सुरुवात मात्र हो कि देयर विल बी मोर देन दिस के पछि गएर होइन अनि सबैजना मिलेर काम गरे त भइहाल्थ्यो नि लाइक त्यति गर्न पनि कति गाह्रो यार अनि अघि निस्किनु अगाडि पनि एउटा ठ्याक्कै न्युज सुने मैले त्यो चाहिँ होइन मैले हेरिरहेको थिएन किनभने मैले अलरेडी सोसियल मिडियाहरू सबै अफ गरिदिइरहेको अफ भन्नाले मैले लाइक फोन चलाएको छैन होइन मेन चाहिँ अनि मैले सुनेको चाहिँ लाइक के भन्छ दुर्गा प्रसादलाई चाहिँ अब समात्ने भनेर भनिरहेको छ कि बिकज हि कजेस दिस काइन्ड अफ थिङ भनेर भनिरहेको थियो होइन अब आई डोन्ट नो इफ हि डिड अर नट होइन आई डोन्ट केयर अबाउट इट एज वेल होइन मलाई त मतलब पनि छैन होइन किनभने दिस सुडन्ट बी ह्यापनिङ हियर होइन बट लेट मी फिक्स माई फ्रिकिङ माइक बिकज यसको चाहिँ ब्याट्री होइन सकिन लागेको छ सो आई विल चेन्ज एन्ड गेट इट ब्याक टु यु गाइज ओके सो मैले माइक चेन्ज गरिसकेको छु अनि अब चाहिँ मलाई होइन यो विषयमा चाहिँ कुरा गर्नु मन छैन अब होइन अब यही हो मैले यति बोल्ने यस कुरामा होइन अनि धेरै बोल्यो भने लाइक हुन्छ नि टक्क परेर फेरि या के भनेर या नोटिस आउने या त्यहाँ हुने चिजहरू छ कि अनि त्यही कारणले चाहिँ मलाई त्यस्तो कन्ट्रोभर्सीहरूमा पढ्नु पनि मन थिएन होइन यो चाहिँ लाइक अति नै भइसक्यो कि लाइक ओभरै भइसक्यो त्यही भएर मात्र मैले बनाएको यो भिडियो होइन अब मलाई चाहिँ होइन लाइक यस्तो अब लाइक राम्रो खालि भिडियो बनाऊँ भनेर बसिरहेको छु होइन जसले पनि लाइक पोजिटिभ इनर्जी दिने होइन अब हुन्छ नि लाइक के भन्ने यो सोसियल मिडियाले खत्तमै गरिसक्यो कि लाइक यो मलाई होइन उसमा मात्र होइन कि यो लाइक देशको कन्डिसनले मात्र होइन कि इभन लाइक सम अफ द भ्लगर्स आर डुइङ दोज काइन्ड अफ थिङ कि होइन मान्छेहरूलाई होइन राम्रो कुराहरू होइन प्रेजेन्ट गरेर फेमस हुनु मन छैन कि दे वान्ट टु बी फेमस नो म्याटर वाट के होइन त्यस्तो भइरहेछ कि अहिलेको कन्डिसनमा लाइक मैले होइन लाइक कतिजना युट्युबरहरूको हेर्छु होइन त्यहाँ अब लाइक गाली नै धेरै हुन्छ कि लाइक हुन्छ नि नेगेटिभ कुराहरू नै तिनीहरूले प्रेजेन्ट गर्न हुन्छ त्यही भएर गाली नै धेरै हुन्छ कि त्यो भिडियोमा होइन राम्रो कुरा भने हुँदैन कि अब गाली खाएर नै त्यस्तै हुनु मन छ भन्ने त अब मलाई पनि केही छैन होइन तर लाइक म भन्छु कि लाइक सजेस्ट गर्छु सबैलाई होइन प्लिज गाइज होइन आई जस्ट वान्ट टु होइन से कि प्लिज लाइक राम्रो कन्टेन्ट बनाऊ न यार होइन लाइक कस्तो नराम्रो कन्टेन्टहरू मात्र देखेर मलाई त्यो हुन्छ नि युट्युब पनि हेर्न मन लाग्दैन कि आजकल त हल्का पोजिटिभ इनर्जी पठाउ न सबैजनालाई पोजिटिभ इनर्जी देऊ सबैजनालाई राम्रो काम गर्न लगाऊ लाइक राम्रो काम गरेर देखाऊ सक्छौ भने होइन अनि लाइक पुरै के टोटल नेगेटिभिटी छ कि या हुन्छ नि जे कुरामा नि नेगेटिभ के हुन्छ नि लाइक फेरि अटेन्सन ग्राबिङ चिजहरू पनि त्यस्तै खालि भिडियो हुने रहेछ कि अब मैले यसरी नर्मली राम्रो भिडियो बनाऊँ भन्यो भने होइन मरै गए कसैले सजेस्टमा नि जान्दैन सजेसनै हुँदैन कि
लाइक जब 30-40 भ्युज आउँछ। अब मैले नै होइन त्यस्तै काण्ड गरेको भिडियो राख्नु पऱ्यो भने मसँग छ टन्न होइन, तर म राख्दिनँ त्यो, मरिगएर राख्दिनँ, मलाई त्यस्तो भिडियो राख्नै मन छैन होइन। त्यसरी काण्ड गरेको भिडियोहरू होइन राखेर फेमस हुनु पनि छैन के। अब अर्काको एक्सिडेन्ट भइरहेछ त्यो भिडियो राख्ने होइन नि त। उनीहरूलाई त्यो भिडियो राखेर आफ्नो भ्युज कमाउनु खोज्ने कि मान्छेहरू। मसँग पनि छ टन्नै एक्सिडेन्ट भएको भिडियोहरू छ, त्यस्तो काण्ड भएकोहरू छ। मेरो आफ्नो भएको होइन, अर्कोको भयो। म किनभने म एकदम रुल्समा चलाउँछु होइन, बाइक्सहरू एकदम रुल्समा राख्छु। मलाई त्यो रुल तोडेको एकदम मन पनि पर्दैन होइन। मान्छेहरूले कतिको यहाँ इम्प्रेसन छ कि अहिले भनौँ न होइन। त्यो त्यति मात्र होइन कि लाइक त्यो रुल्सको बारे कुरा गरेँ नि, रुल्सको बारे यही लेनकै बारेमा कुरा गऱ्यो भने पनि लाइक धेरै कुरा छ कि मान्छेहरूले बुझ्दैन कि लेनबारे हुन्छ नि, लेनको बारे पनि बुझेको छैन। अनि यो लाइक रिसेन्टली भएको एक्सिडेन्ट जुन चाहिँ के भन्छ हाम्रो टोखामा भएको छ नि, त्यहाँ पनि धेरैको मिस्टेक छ कि त्यो ठाउँमा। त्यहाँ आफै जो मान्छेले हेर्न गएको छ उनीहरूले मात्र छुटाउनु सक्छ कि कसको के गल्ती छ भनेर होइन। खालि लेनबाट बाहिर गयो, उता गयो, यता गयो, के भन्छ रङ लेनमा गएर ओभरटेक गर्न गयो यहाँ त्यहाँ भनेर मात्र भन्न छ। तर एक्चुअलमा त्यहाँ लेनको पनि छुट्टै कुरा छ, त्यहाँ स्पिडिङको छुट्टै कुरा छ होइन। धेरै कुराहरू छन् कि त्यो ठाउँमा होइन। तर मान्छेहरूले त्यहीँ गएर हेर्नुपर्छ अनि लेनको बारे बुझ्नुपर्छ होइन। लेन मात्र होइन कि लाइक अब के भन्ने अर्को सबै ट्राफिक रुल्स भनौँ न, सबै ट्राफिक रुल्सको बारे बुझ्नु पऱ्यो कि। अन्त बुझ्दै नबुझिकन खालि कमेन्टमा मात्र यो गऱ्यो भनेर हुँदैन कि। आखिरमा त्यो कसरी बन्द भयो भने ओभर स्पिडिङमा भयो। किनभने त्यो ठाउँमा अलरेडी नै होइन लेखिरहेको छ कि 20 स्पिडभन्दा बेसी जान मिल्दैन भनेर कि। अनि त्यो ठाउँ चाहिँ फेरि स्कुल एरिया पनि हो, अनि स्कुल एरियामा त्यसरी कुदाउने हुँदै होइन। सो मेरो लास्टमा भने के हो भने होइन, सबैजना मिलेर अगाडि बढौँ होइन, सबैजना मिलौँ, त्यसपछि मात्र देश बन्छ। अनि आफ्नो ज्यान पनि बचाउँ, अर्काको ज्यान पनि बचाउँ, लाइक स्लो कुदाउँ होइन। त्यही हो, यति भन्न चाहन्छु। अनि म यो भ्लग यतै एन्ड गर्न चाहन्छु। हेभ अ ग्रेट डे हेड, टेक केयर, बाई, एन्ड लाइक, सेयर एन्ड सब्सक्राइब इफ यु लाइक दिस भिडियो।